ओहो ब्याक्टेरिया साकाडुले संक्रमण भएको डाँठबाट यस्तै खालको फिज निस्किन्छ। ल हेर्नुस् त यो कस्तो खालको छ। एकचोटि यसलाई बाँचेर हेरौँ है त, यसको चाहिँ तलपट्टि कस्तो छ त गानातिर। ओ ल ल हेर्नुस् त यहाँ गानाभरि चाहिँ पुरै डिस्कलरेसन भएको छ। ब्याक्टेरिया तल गानो हुँदै चाहिँ माथि डाँठमा सरेको छ है। एकचोटि त्यो पात च्यात्नु त, सबभन्दा तलको पातलाई च्यात्नु त। उयो डाँठ च्यात्दा नि हुन्छ यो। ल हेर्नु हो ट्राभल गरेर आइरहेछ नि, त्यो पुरै भित्र सिस्टमबाटै जान्छ नि त ब्याक्टेरिया त। ल हेर्नु त पुरै ट्राभल गरेछ है, यसको सिस्टमबाटै ट्राभल गरेको छ है। पत्ता लगाउने एउटा यो फ्लोएमबाट ट्राभल हुने हो नि त। यस्तै निस्किन्छ त्यो काट्यो भने नि सर। राल्स्टोनिया पनि हुन्छ तर एर्विनिया हो यो चाहिँ। राल्स्टोनियाले चाहिँ ब्लड डिजिज गराउँछ कि, त्यही भएर मेरो शङ्का यो एर्विनिया नै हुनुपर्छ।